गुड इभिनिङ सबैजनालाई। आज चाहिँ हामी हाम्रो ट्रेडिसनल कस्टमको विषयमा कुरा गरौँ है। तपाईहरु कतिजनालाई चाहिँ आफ्नो ट्रेडिसनल ड्रेसहरू मनपर्ने गर्छ? मलाई चाहिँ एकदमै मनपर्ने गर्छ है। म नेपालमा हुँदाखेरि पनि इभेन्टहरुमा जाँदाखेरि जहिले पनि म शेर्पा ड्रेसै लगाएर जान्थेँ के। बखुड यो हुन्छ त मेरो त हरेक इभेन्टमा हुने गर्थ्यो हैन। म जहिले पनि लगाएर हिँड्ने गर्थेँ। मलाई कस्तो कम्फर्टेबल लाग्थ्यो कि मलाई बक्खुमा हिँड्दाखेरि। अहिले यहाँ पनि अब के इभेन्टहरू भयो, के इभेन्टमा जानु पर्यो भने चाहिँ म मोस्ट अफ द टाइम चाहिँ आफ्नै ड्रेस लगाएर जाने गर्छु है। किनभने हामीले नै हो कि अब हाम्रो ट्रेडिसनल ड्रेसहरू भयो, सबै कुराहरूलाई सेभ गर्ने भनेको चाहिँ हैन। अनि हामीले नै अब प्रमोट गर्दै लानुपर्ने हुन्छ नि त। अहिले हामीले अब काहीँ इभेन्टमा जाँदा के गर्दाखेरि लगायो भने पछि हाम्रो बालबच्चाहरूले पनि त्यही हिसाबले उनीहरूले पनि सिक्दै जाने गर्छ नि त।